हाई नमस्ते म हो तपाईँहरूको मुना म फेरि पनि आइसकेको छु हजुरहरूको माझ रियाक्सन भिडियो लिएर कोही कोही त कुरिरहनु भएको होला होइन मेरो रियाक्सन भिडियो किन आएन भनेर मेरो ल्यापटप बिग्रेको थियो क्या त्यही कारणले अलिकति ढिला भयो होइन म अब भिडियो रियाक्ट गर्न गइरहेको छु झर्को नमानिकन रमाइलो तरिकाले हेरिदिनु होला है त जस्ट स्टार्ट मलाई है त अब Yeah. Yeah. मलाई ढोचा खटखटे काटेमा आइस तौ गर्ने मैले गाउँछु कि मलाई नै मन पर्ने मलाई ढोचा खटखटे मलाई ढोचा खटखटे काटेमा आइस तौ गर्ने मैले गाउँछु कि मलाई नै मन पर्ने गाइस बुझ्नुभयो नि होइन के भनेको मलाई नोट चाहियो कटकटे घाँटीमा आएछ टल्काने नाइस यो चाहिँ होइन एकदमै लाइक डान्सिङ भाइबवाला आउने खालको छ क्या होइन मलाई पनि मन परेको क्या पाल लमजुङको तोपाने लमजुङको तोपाने ओके Smoking green Mali expensive by bar to free ma Mali pani shawty dripping ako free na Mali cocaine Bad boy Sable bन्छ नराम्रो छ पर्पले Loyalty देखाउँछ सर्पले सबले नराम्रो भन्छ पर्पलले रे पछाडि ब्राकेट नै दिने क्या बाल भएन क्या होइन अनि लोयल्टी देखाउँछ सर्पले भनेको मिनिङ चाहिँ के मैले बुझिनँ क्या प्लिज साथीहरू मलाई बुझाइदिनु होला अलि अबुझ्नै सिक्यौँ होइन सबले भन्छ नराम्रो छ पर्पलले लोयल्टी देखाउँछ सर्पले सर्पलाई नचाउँछ पर्पलले मलाई सबैले ब्याड बोय भन्छ रे ब्याड बोय बागमती अञ्चले ब्याड बोय बागमती अञ्चले ब्याड बोय बागमती अञ्चले ब्याड बोय बागमती अञ्चले यो ऱ्याप गीत गाउनेहरूलाई सबैले ब्याड बोय नै भन्छन् क्या तर एउटा कुरा के भन्छ भने जसले यो ऱ्याप सङहरू गाउँछ नि उनीहरूले चाहिँ लाइक रियल बोर्डहरूलाई क्याच गरेर उनीहरूले लिरिकमा भनिदिएको हुन्छ क्या हामी त अब यत्तिकै नर्मली हामीलाई त आउँदैन गीत गाउनु अनि पाटपुट हामी गाली गर्छौँ नि लाइक गालीहरू लाइक केही आफ्नो रियल कुराहरू भन्छौँ नि रिस हुँदाखेरि उनीहरूले चाहिँ गीतमा मिलाएर भन्छ र हामीलाई इन्टरटेन गराउँछन् मलाई चाहिँ बडा दामी लाग्छ है म सुन्नु चाहिँ सबै ऱ्याप गीतहरू सुन्छु मलाई पनि गाउनु मन लाग्छ तर मलाई आउँदैन के गर्नु मेरो कमजोरी भनेको त्यही हो त्यसैले म ऱ्याप गीतमा रियाक्ट गर्छु पर्पलले सर्पलाई नचाउँछ पर्पलले मलाई सबैले ब्याड बोय भन्छ रे ब्याड बोय बागमती अञ्चले ब्याड बोय बागमती अञ्चले धेरैले गर्छ हे पछाडि नराम्रो भन्छ रे भिखारीहरूलाई लाउँछु भटभटे केटाहरू ब्याड बोय कम्पनी भन्नेले भन्दै गर्छ आफ्नो काम भन्दै गर्छ पछाडि भन्नेले भन्दै गर्छ बाल भएन क्या लाइक भन्छ नि मम्मी बाबाहरूले पुरानो मान्छेहरूले काग कराउँदै गर्छ पिना सुक्दै गर्छ कराउने मान्छे भन्ने मान्छे भन्दै गर्छ आफ्नो तरिकाले जे कुरामा आफू खुसी हुन्छ नि आफू लाग्ने हो क्या कसैले केही भनेर बाल भएन क्या लाइक मलाई पनि मैले रियाक्ट गरेर चाहिँ कसैले भन्ला आएर मलाई यस्तो उस्तो उस्तो मलाई बाल भने राम्रो होस् नराम्रो होस् मेरो आफ्नो 100% दिने हो द्याट इज लाइक के भन्छ सरी बिर्सेँ ओके धेरै कुरा नगरी रियाक्ट गरिहालौँ है भटभटे केटाहरू ब्याड बोय कम्पनी भन्नेले भन्दै गर्छ आफ्नो काम भन्दै गर्छ भटभटेमा माया भटभटेमा लैजान्छु माया तिमीलाई भटभटेमा भटभटेमा माया भटभटेमा जान्छौ र माया तिमी भटभटेमा मलाई अर्को केही कुरा भन्नु मन लाग्यो भने त्यो चाहिँ मेरो उसबाट है मेरो विचार होइन मैले सोचेको चाहिँ लाइक यहाँ चाहिँ धेरैजना ग्रुपमा केटाकेटीहरू चाहिँ लाइक यहाँ चाहिँ डान्स के होइन केटीले मात्रै गरेको छ क्या होइन अलिकति स्टेपहरू केटीहरूले मात्रै गरेको केटीले मात्रै गरेको छ नि त त्यहाँ पनि अरू पनि 2-3जना केटी राखेर लाइक केटाकेटी लाइक ग्रुपै बनाएर होइन अलिकति गऱ्यो भए चाहिँ यो गीतमा चाहिँ वाउ नै हुन्छ किनभने डान्सिङ गर्ने खालकै छ क्या यो गीत चाहिँ हो किन भनौँ न
मलाई चाहिँ एकदम राम्रो लाग्यो डान्स गर्न चाहिँ, म लाइक सुनिरहेको हुन्छु क्या गीत। मैले यति कुरा चाहिँ सुनेको छु, जति पनि मान्छेहरू ऱ्याप हान्छ नि, ऊ मान्छेहरूले चाहिँ केही न केही नसा लिएकै हुन्छ भन्छन्। जसले अनि अरू पुरानो मान्छेहरू हुन्छ नि, जसले रक्सी खान्छ नि, लाइक त्यसले साँचो कुरा बोल्छ, साँचो कुरा निकाल्छ, रक्सी खाएको बेलामा सबै कुराहरू उ गर्छ भन्छ नि। मलाई त्यही लाग्छ कि नराम्रो मान्छेले धेरै लिएर एकदम कुलतमा फसेको लागु पर्दा लिनु राम्रो त होइन, तर मान्छेले भन्छ यो खाने मान्छेहरू ट्यापे गीत ह्यान त्यान भन्छ नि, तर जति पनि लोकगीतमा छ नि त्यो गीत, त्योभन्दा मलाई चाहिँ बेटर ऱ्याप गीत लाग्छ। किनभने उनीहरूले रियल कुराहरूलाई समेटेर समाजमा भएको ह्यान त्यान जति पनि छ नि कुराहरू उनीहरूले समेटेर भन्छ, त्यो लोकगीतमा त भन्दैन नि। थाहा होला नि, भोगटेले बोगमाटे ओकरे, त्यस्तो राम्रो होइन क्या। लाइक हाम्रो बच्चाहरूको लागि यो अलिकति ऊ त हो, बच्चाहरूले सिक्छन्। लाइक त्यही हामीले चाहिँ यति मात्रै चाहन्छौँ कि सकेसम्म त्यो लागु पदार्थ युज नगरिकन विदाउट ड्रग्स युज गरेर, होइन विदाउट ड्रग्स क्या लाइक भन्छ नगरिकन प्लिज गाउने कोसिस गरिदिनु होला तपाईँहरू। अनि गीतमा पनि त्यो ड्रग्सको कुरा लाइक माल पानी ह्यान त्यान प्लिज हटाइदिनु होला, किन हाम्रो आउने भविष्य लाइक हुन्छ नि कुराहरू बच्चाहरू छ नि, उनीहरूलाई त्यो कुराको बारेमा थाहा नहोस् क्या सकेसम्म चाहिँ। म चाहिँ त्यो भन्छु, किनभने यहाँबाट यिनीहरूले यस्तो गरेर त यस्तो भएको हो भन्ने कुराहरू लिन्छ कि बच्चाहरूले। अब हामीले जति राम्रो सिकाउँछ नि बाहिर धेरै त बाहिर हुन्छ बच्चाहरू, स्कुल हुन्छ अलिकति नेगेटिभ कुराहरू लिइहालेको हुन्छ क्या। त्यसलाई चाहिँ अलिकति कम गरिदिनु होला, तपाईँहरू पनि नखानु होला, आफ्नो हेल्थको हेरविचार गर्नु होला। मैले भन्नु त केही पनि छैन, तर पनि हजुरलाई धेरै ट्यालेन्ट हुन्छ, त्यसको लागि तपाईँलाई सल्युट छ होइन। एकदमै ओभर राम्रो लाग्छ क्या मलाई ऱ्याप गीतहरू, रियल हुन्छ। कहिले कहिले रुन्छु पनि त्यो रियालिटी देखेर एकदम नाच्छु। यो चाहिँ एकदम डान्सिङ भाइबवाला चाहिँ यहाँनिर सबैजना धेरैजना नाचिरहनु भएको, मैले धेरै बोलेँ होइन, सरी त्यसको लागि। ग्रुपमा भन्छ दामी हुँदैन क्या डान्स, सिङ्गल केटी भयो अलिकति केटाकेटी मिलेर दामी हुँदै क्या गरे भने चाहिँ। मलाई चाहिँ मेरो चाहिँ त्यो चाहिँ मेरो विचारमा मलाई चाहिँ त्यो दामी लाग्छ कि अप्पर डान्स गर्नुपर्छ गर्न नआए पनि। बसिरहेको प्लिज मेरो च्यानललाई लाइक सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। मलाई हजुरहरूको सपोर्टको खाँचो छ भन्ने कुरा त हजुरलाई थाहा होला, त्यसै गरी एकअर्कालाई सपोर्ट गर्दै अघि बढौँ भन्दै म आजको लागि बिदा हुन्छु। भोलि फेरि पनि नयाँ भिडियो रियाक्ट गर्नेको लागि कोसिस गर्नेछु। बाई बाई।